तिर अनि कुदाउँदै लान्थ्यो अरे गाइज होइन त खनेको त्यसले। सो गाइज म चाहिँ अहिले हिँडेको होइन। आज चाहिँ बिहानै अझै 6 पनि बजेको छैन, घाम राम्ररी उदाएको पनि छैन, बिहानै चल्दिएको के सानोमा साँझै पनि बिहानै बस् तब दिनभरि मुड पनि फ्रेस हुन्छ भने छैन होइन। टक्क बारमा जम्पहरूमा मजा आउँछ फेरि होइन। म चाहिँ अहिले हाल मिलन पार्क जान लागेको है त। म फर्स्ट टाइम हो, अझै लोकेसन थाहा छैन, सोध्दै खोज्दै जानुपर्छ। ल अब त गइहाल्छ। पानी आइछ यार, हल्का बिहानको शीत होइन। छिटो जान सके राम्रो, जति छिटो गयो उति राम्रो। ल गाइज म चाहिँ भुपु सैनिक पोस्टमा आएँ। अब यता जानुपर्छ गोर्खातिर, यता जाउँ होइन। ल यता हुन्छ उतै होला फेरि। आन्टीहरूले यता माथि भन्दै थियो, यता होला भन्ने आशा गर्दै जाम अब होइन। कता हो यता होला दिदी, त्यो के मिलन पार्क कता हो? ए गाइज सो गाइज म त हिँडिरहेको अगाडिबाट यो समूह भइसक्यो क्या आन्टीहरू, यो वाइटवाला लगाएर पछाडि यस्तै समथिङ के लेखेको छ। बिहानमा हिँड्दो रहेछ, त्यो पहाड भयो नि त यति नै हो गाइज। बल्ल सनराइज हुँदैछ यस्तै छ होइन, रमाइलो छ यतै त अनि फेरि सही हो सही हो। मेरो चाहिँ फर्स्ट टाइम हो है गाइज। जाने कहाँ होला आन्टी? यो खुल्दैन, कति बजे खुल्ला? अनि अर्को पनि छैन यता, अझै एउटा यस्तै छ अरे। ए हस् आन्टी, यार यस्तो आउँदा नि खुल्ला छैन। खुल्नु पर्ने है खासमा, बिहानमा मर्निङ वाक आउनेहरू घुम्नुहुन्थ्यो होइन गाइज। कि म बढी बोलेँ होइन के हो, सिधै जाम होइन। यता जङ्गलतिर जाने बाटोमा त्यहाँ चाहिँ यस्तो एड हुन्छ सिक्नको लागि, त्यही गाइज। यो होला ग्लोबल पिस रिट्रीट सेन्टर। जाम होइन
साईराम बुवा साईराम म माथि घुम्न आएको हो र यसो यत्नै भयो नि पुगेर आउँछु आजलाई बन्द छ भोलि किन बन्द हो आज त्यहाँ पढ न यहाँ कहिले कहिले बन्द हुन्छ त्यसले साइकल लिएर आउनु पाइन्न आएपछि पुष्पा मामाले पठाएर आएको के अरे पुष्पा मामाले पठाएर आएको आज बन्द छ भने अहिले खोल्दैन खोले पनि 10 बजे खोल्यो अहिले खोल्यो सो गाइज म चाहिँ दुईटै ठाउँबाट फेल खाएर अहिले चाहिँ यस्तो जङ्गलमा आइरहेको साउन्ड सुनौँ न गाइज घना जङ्गल छ उकालो बाटो आएको के अरे त्यही भएर अलिअलि पसिना त आइहाल्छ हेयर इज माई मालिन 6 सो कतिजनाले चाहिँ यसको प्राइस सोध्नुभएको थियो यसको प्राइस चाहिँ 125 हो है टक्क पारामा गर्मी भयो गाइज उ त्यहाँ धारो हगेर के लाग्छ पानी आउँछ त पानी आए त राम्रै हुन्थ्यो क्यारे होइन टक्क पारामा यस्तो गर्दा ओ गाइज पानी आयो नि त पानी पानी म चाहिँ पानी खाएँ गाइज एक्लै आउँदा त हल्का डर टाइपको फिल लाग्छ त्यही हो त्यो चाहिँ के डस्टबिन होला है ऊ त्यहाँ हो त्यहाँ डस्टबिनहरू होला है गाइज त्यही हो आई लभ नेपाल रे ऊ त्यहाँ अन्त आई लभ नेपाल अझै माथि जाम कि नै भन्ने भयो क्या मेन कुरा त के गरौँ माथि जाम कि नै गाइज एक्लै आऊ होइन जाम न अलि माथिसम्म हेरेर राम्रो यसो के कस्तो छ यहाँ चाहिँ यत्रो घना जङ्गल छ गाइज गेट भए पनि नभए पनि उ त्यहाँबाट जानु मिल्छ क्या अरे होइन र सिँढी गाइज यस्तो वाला ए कस्तो बबाल है सो गाइज बाटो चाहिँ एकदम ओह्रालो छ Where I am going, I don't have any idea. कहाँसम्म जान्छ जाउँ है त Oh my god कहाँ आइयो भने यत्रो घना आइज जय शम्भो जय गणेश भगवान रक्षा गर्नु भगवान मेरो जय शिव शम्भो जय शम्भो गाइज कस्तो डर लाग्यो यार आयो गाइज म चाहिँ खोलामा आएँ यता तर खोलो सुक्या भन्नुपर्दा चाहिँ ओए गाइज आउने बेला त कस्तो गना के गनाएको गाइज भनिदिनु पर्यो त्यहाँ चाहिँ मान्छेहरू हुँदो रहेछ म त गएछ भनेको उता जाने किन गाइज कि फर्क्यौँ म चाहिँ यता माथि डाँडातिर जान्छ भनेर आएको भने त्यहाँ जाम किन जाम है त यस्तो त्यहाँ के रहेछ कि पूजा सुजा के भन्नुभयो होइन Oh my god कस्तो राम्रो चरा गयो अखर यो जय शम्भो जय हनुमान यहाँको बाटो यहीँ त अनि गाइज के कसो त्यहाँ चाहिँ गाई भैँस चराउन आउनु होइन छाडा आइज गोरुहरू छाडा आइज यता आउने हार हान्न पनि त सक्यो नि
ल गाइस यतै बाटो जान्छु होइन हे भगवान् रक्षा गर्नुहोस् कहाँ यार यस्तो गाडी गइछ यार थैट ल यहाँको बाटो त यो होइन हराइन्छ त भन्दै हुनुहुन्थ्यो हराएछु गाइस म त यार हराएँ है त म ल यो हो कि नै र यहाँको यार मैले कस्तो बिर्सेँ होइन जस्तो लाग्छ मलाई कहाँ यस्तो होइन यहाँको जो लामो थियो अर्कै म त प्लेग्राउन्डमा आइदिएँ लौ भगवान् के हो गुरु थर्ड गेट कस्तो हो म चाहिँ गाइस कहाँको प्लेग्राउन्डमा आएँ मलाई थाहा छैन होइन सिधै जान्छु के अरे 7 पनि बजेन बस्न त गाइस जुत्या अन्त गाइस ला के होला मेरो हालत राति हासिङ भएको गोरु हो यार थट हल्का साइडतिर हानी कुदाउँदै लान्थ्यो यार हे गाइस होइन त खनेको त्यसले हान्छ क्या यार थट हा 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 यताबाट जाऊँ न डर लाग्ने के साइकिल को ट्रायल दिँदै गाइस ल बुवा कडा है गाइस बुवा कडा यतिको उमेरमा नि सही हो बुवा सही हो इलेक्ट्रिक है यसको लाइसेन्स हुँदो रहेछ है कि बुवाले यसो यो लिएर आएको है होइन र ए बुवा त घुमाइछ म नि घुमाम यसो भनेको के अरे सो गाइस मैले चाहिँ होइन सिडी देखेँ हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8 9 10 10वटा स्टेप भएछ ठ्याक्कै होइन खाना पनि नकिन्छ नि र होइन र उचालेर जाऊँ होइन उचालेर डोराउँदै जाऊँ यता बाटो होइन होला गरे ल जाऊँ सही हो ओए कस्तो बाली आइछ यार यहाँ त ड्रिफ्ट हान्न त मजा हुन्छ त यार आज जाऊँ न तर ड्रिफ्ट हान्ने खाऊ त्यहाँ न कत्रो भालु निकाल्यो मिलन पार्क रे गाइस तर यतिखेरसम्म पनि खुले छैन अझै चाँडै खुल्न पनि अनुरोध गरेँ है मैले सो गाइस एक्सर्साइज चलिरहेको त्यहाँ चाहिँ होइन बुवाको टक्क स्ट्रेचिङ गर्दै हुनुहुन्छ त्यस आम्मामामा घाम चाहिँ बल्ल उदाउँदै है गाइस ठिक छ सही हो म चाहिँ पानी खान रुकेको होइन टक्क पुलबाट आइयो सब्सक्राइब पनि हाने मैले गाइस यही खुसीमा सही हो कस्तो आनन्द यार मजा आयो ल त्यही हो गाइस म यसो रेस्ट गर्छु है त ल जाऊँ यहाँ कत्रो हो त्यहाँ त यस्तो ढुङ्गा आइछ यार धन्य हो रमाइलो होइन त गाइजहरू त्यही हो गाइज
घाम पनि लागिसक्यो अब दिउँसो त बुटेलमा कतिको गर्मी हुन्छ त्यो त हजुरहरूलाई थाहा होला हैन र यसो हिँड्ने भनेको बिहानमा हो त्यही गाइज कस्तो लाग्यो भ्लग मन परेमा लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला ओके नेक्स्ट भ्लगमा भेट्नुपर्छ बाई